गाइज हामी चाहिँ आफ्नो पहाड भोजपुर जाने तयारीमा अनि सबैभन्दा पहिला आफ्नो पेटको ब्याट्री रिचार्ज गर्ने क्रममा छौँ है। कस्तो तर भेज पनि मिठो कति छुट्टा तिमीले बनाएको चिकन हो नि त यो त कहाँ भेज बुढेको पनि कस्तो तिमी स्टिल लभर हो र मलाई परेछ मलाई त्यस्तो मन कतिजना भयो नौजना भइहाल्यो भयो अरे दुईजना अटोहरू आइदियो भने बिस्तारै आएको 7 बजी जान्छ भने ओइ हामी अस्ति पहिला दसैँ 1000 रुपियाँमा गएको होइन पैसा पठाइदे 1300 रुपैयाँ 13 म फोन हिसाबले म फोन गर्छु हेलो गाइज गुड बाइकको चाहिँ ब्रेक फेल भएको अवस्था छ है। एकछिन ठन्डा बनाएर मात्रै चल्छ यो बाइकको जब ब्रेक फेल भयो भने चाहिँ एकछिन यो पछाडिको डिस धेरै गरम भयो भने ब्रेक फेल हुन्छ है। यसमा चाहिँ पानी हाल्नु पर्ने थियो, पानी छैन। पानी हालेको भए छिटो सेलाउँथ्यो, सेलाए नत्र अहिले चलायो भने ब्रेक लाग्दैन। त्यत्रो बाइक ओह्रालोमा ब्रेक फेल भयो भने के गर्नु है। हेलो गाइस, हामी चाहिँ पहाडमा आएको। यस्तो उकालो बाटो छ हेर्नुहोस् त, नानी बोकेर हिँडिरहेछ। हाई साइन। बाँस हो यो, अझै त होइन। लुगा र पैसा छ। लुगा त कसको? यहाँनिर साइनको सौगातको पनि छ। लुगा लिएर आउनु। लुगाभित्रै पैसा छ क्या। यस्तो खोलेर हेर्नु पैसा छ कि छैन हेर्नु, देखाउनु अरे अनि पैसा चाहिँ चढाउनु। सेतो लुगा छ 2टा ल। सेतो भेस्ट छ सौगातको, एनराको पनि सेतै छ। साइले नमस्ते गर्छ, कसरी गर्यो? फाइनल्ली पुग्यो है, डेस्टिनेसन कम्प्लिटेड। ए धामिन को हो? Sign, look at here. Hey, look at me. No, Kale. Cameraman. शोभोपा थान तारा खोक्छ।
त्यो सबै त होइन होला बनमाराले बनाइ खायो पिरले मनै खायो भन्छ नि। बनमारा भनेको यस्तो हुन्छ है, नयाँ पुर्खाहरू हेरिराख्नुहोस् है। भोलि पर्सि तपाईँहरूको छोराछोरीलाई सिकाउनु काम लाग्छ। बनमारा भनेको यही हो, राई भाषाबाट हराम भन्छ है। हेर्नुहोस् पहाडको मान्छे र मधेसको मान्छेमा कति अन्तर छ। यहाँ बिहानै म उठ्दाखेरि घर लिपिसक्नु भएको छ, हेर्नुहोस् यति अन्तर छ है। मधेसमा बस्ने मान्छे चाहिँ कति चाहिँ अल्छी हुन्छ। मधेसमा अहिले उठेको नि हुँदैन है, अहिले चाहिँ बिहानको 6 बज्यो। पहाडमा चाहिँ यसरी घर पनि लिपिसकेको हुन्छ है।